6-7 जना बाइकर्सहरु चाहिँ आइपुग्यो तर लोकेसन चाहिँ एक्जिट अब कसैलाई पनि थाहा छैन रहेछ अनि त्यही भएर उहाँहरु चाहिँ तल बजार जाँदैछ असुविधा हो अरु चाहिँ यतै छ म त बेकारमा 2 किलोमिटर माथि पुगेर आएन भाइ मान्छेहरु चाहिँ आउँदैछ आउनु चाहिँ लोकेसन कहाँ हो यहाँ बाटोमा लोकेसनै भएन ढिसोको फिक्स दिएको हैन भाइ हजुर पुलिसले पनि सिटी बजाएको छ खोइ पुलिसलाई थाहै छैन अलपत्र छ सबै राइडर्सहरु यतिकै ठुलो सेलिब्रिटीहरु आइपुगिसकेको छ हो म चाहिँ अहिले ब्ल्याक टी पिउँदैछु ग्लोभ्स झारेर गएको छ को हो कुनी होइन उतै गएको जाँदैछौँ हो कावासाकी निन्जा पनि रहेछ यहाँ आपाचीको आपाची कावासाकी निन्जा यो हो नि त लोडिङ चाहिँ सिक्वेन्समा हामी त सबसे अगाडि आएर लास्टमा पढाइछौँ त लाइनमा भर के दिएको रहेछ ल खोलिदेऊ के हुँदैन थाली पनि गएको भोक लाग्यो मिठो रहेछ हाम्रो ब्रेकफास्टमा चाहिँ त्यति छ आज आउँछ नयाँ सुरु गर्यो बसेर तिमी अगायो सबैले खायो मैले मात्रै खाएन खायो अनि एउटा उयो के भने बर्गर खायो अनि त्यो सबै अरूले खायो मैले खान पाएन यो टप बक्स चाहिँ मलाई मन पर्यो अर्ग्यानिक टप बक्स हो दामी रहेछ बाइक त टन्नै के भन्नु पीछे देखो मेरो लेक के हो जोरथाङ नयाँ बजार यो के फाटक आई डोन्ट नो के जुम फाटक देखि चाहिँ हाम्रो राइट सुरु हुनेछ के रे सेफ राइट सेफ टर्न We have with us Honorable MLA for Ringsend constituency, Irun Tending Tata, and we have the honor to have with us फाइनली हामी चाहिँ यहाँबाट हिँडिसकेको छौँ गाइस बाइक भनेको चाहिँ एकदमै छुट्टै नै मजा हुन्छ गाइस। बाइक किनेर घरमा राखेर मात्रै फाइदा छैन साथी हो,
घरमा राखेर उतानो जाङ लगाएर सुत्नेहरूको चाहिँ काम छैन है, काम छैन, काम छैन है, काम छैन गाइजहरू। यो चाहिँ कहाँ छोड्यो सिक्वेन्समा हिँड्नुपर्ने हो गाइजहरू। सुन्दर गाउँ रहेछ, बगैँचा खुबसुरत मौसम पालेको रहेछ यार गाइस। वाउ गाइस, ब्युटिफुल गाइस, रियली ब्युटिफुल। यसलाई चाहिँ भन्छ इन्जोय द मुभमेन्ट क्या हो। राइडरहरू चाहिँ त्यस्तो र त्यो उयो हुन्छ यता राख न। जग्गा चाहिँ एकदम दामी जग्गा रहेछ, सेपेर राख न। सुन्दर जग्गा रहेछ। यहाँ तातो चिसोको के छ हौ परिबन्ध? यहाँ त स्क्याम भयो त हुन्छ। कैसा लगा मजाक? अब लेट्स गो। जावा एक्लै के छ फेरि यहाँ खादामाला रहेछ। चिया खादामाला, चिया खादामाला चाहिँ चिसो चिसो चिसो। के हो यो? के हो? जूस। थैंक यू सो मच। देखो गाइस, हमारे लिए जूस भी प्रोवाइड कर दिया गया है। अवस्था यो चाहिँ यो जग्गाको नाम चाहिँ के भन्छ मलाई एक्चुअली थाहा छैन गाइस। तपाईँहरूले भन्नु होला। एकदमै पाहाडमा बस्ने एकदमै सुन्दर यो जग्गा छ गाइस हो। एकदमै सुन्दर, एकदमै यहाँको मान्छेहरू कति मिलेर बसेको होला है। तर हाम्रो उता चाहिँ एकदमै मिल्दैन।
मान्छेहरूले पानी प्रोभाइड गर्नुभएको छ यहाँ एकदमै अति नै राम्रो पानी उहाँहरूले पानी प्रोभाइड गर्नुभएको छ। यस्तो घाममा आएर बसिदिनु छ। मोनिका राइडर 07 गाइस, साह्रै नै राम्रो पानी प्रोभाइड गरिदिनु भएको छ। थ्याङ्क यू सो मच, धेरै धन्यवाद। पनि यहाँनिर पानी दिनुहुँदैछ, एकदमै राम्रो। वेस्ट डिस्ट्रिक्टको मान्छेहरू एकदमै काइन्डफुल हुनुहुन्छ। लाइफको मेरो फर्स्ट 2 दिनको राइड हो, फर्स्ट एक्सपिरियन्स भयो गाइस, फर्स्ट एक्सपिरियन्स लाइफको। अति नै बाइक किनेर घरमा छोपेर राख। एकछिन तपाईँको न्युटेलमा छ, एकछिन न्युटेलमा छ। न्युटेलमा छ है हजुर। कस्तो न्युट्रल भएर हौ यो त खोलेर हालिराख्दैन यो न्युट्रल भएछ नि त, 1 नम्बर लगाएको चाहिँ, त्यही भएर तपाईँको होइन म होल्ड गरिदिन्छु। उहाँले 1 नम्बर लाउनु भएको, उहाँको न्युट्रल भएर चाहिँ अलिकति डिसब्यालेन्स भयो भन्नुभयो, त्यस्तो केही भएन। अलिकति पटेको ब्यागहरू राख्नेको चाहिँ फाट्यो, उहाँ प्रो राइडर हो, तर त्यसले गर्दा साइड उसको 1 नम्बर बसेको चाल बन्द भयो, सर्टकट बाइक नै कुदिएन क्या। सोमबारिया फाइनली यो चाहिँ सोमबारिया बजार। यता 1 नम्बर नपसेर अलिकति गडबड। अब चाहिँ हामी हिले वर्षे आइपुग्न आँटेको छौँ। सायद एकदम रोडको कन्डिसन चाहिँ एकदमै खराब थियो। यहाँ टुरिज्म डिपार्टमेन्टले, रोड विभागले थोडा अलिक यो रोडलाई मध्यनजर राख्नुपर्ने बेला भएको रहेछ। यहाँ चाहिँ एक्सपल्स मात्रै खुसी भएर कुद्दैछ, अरू बाइक त सबै फर्काएर हैरान। म चाहिँ बिस्तारै नै कुद्छु। सो अब चाहिँ आइपुग्नु लाग्यो जस्तो लाग्दैछ हिले पर्छ। पोखरेमा चाहिँ टी टाइम पनि खायो। परिको रहेछ, तर अलिकति महँगो पो रहेछ त। 80 400